नमस्कार साथीहरू। आज हाम्रो माझमा हुनुहुन्छ किरण भट्टजी। उहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा। धन्यवाद। उहाँलाई केही विषयवस्तुहरू प्रश्नहरू सोध्न गइरहेको छु। किरण सर, नेपालको अहिलेको राजनीतिक अवस्था तपाईँलाई कस्तो लाग्छ? नेपालको अहिलेको राजनीतिक अवस्था भन्नुपर्दा नयाँ सरकार बनेको छ, 182-83 सिटको सरकार छ होइन, काम गर्न खोजिरहेछ, गरिरहेछ। अब पहिलाको भन्दा तुलनात्मक रूपमा जनताले मन पराएको, आशा गरेको, अपेक्षा गरेको सरकार छ। ठिकै छ, सन्तुष्टि छु म चाहिँ सरकारको गतिविधिप्रति। अनि अर्को प्रश्न हजुरलाई धर्मनिरपेक्षता किन लागू भयो जस्तो लाग्छ हजुर? धर्मनिरपेक्षता भनेको चाहिँ सेकुलरिजम इन्डियामा प्र्याक्टिस छ त्यो होइन, अरू देशहरूमा पनि प्र्याक्टिस छ, हाम्रो नजिकै देश इन्डियामा छ, अरूमा पनि प्र्याक्टिस छ। धर्मनिरपेक्षता भनेको तपाईँको आयातित कसैले 62-63 सालको परिवर्तनपछि घुसाइएको आयातित शब्द अथवा आयातित प्लान हो। त्यो खास नेपालको लागि आवश्यकता पनि थिएन जस्तो लाग्छ मलाई, किनभने नेपाल अटोमेटिकली पहिलेबाट चाहिँ धार्मिक सहिष्णुता सहितको हिन्दू बौद्ध सबै सनातन धर्म मान्नेदेखि लिएर गएर अरू सबै धर्म सहधर्मी मान्छेहरू आनन्दले मिलेर बसेको समाज थियो। त्यसमा आवश्यकता थिएन यो अब अतिरञ्जना गर्नलाई। भोलि अब एउटा भविष्यमा एउटा बिउ रोप्ने काम भए जस्तो लाग्छ मलाई चाहिँ। त्यो त्यति पोजिटिभ कुरा होइन। हजुर, माओवादी आन्दोलनले नेपालमा के परिवर्तन ल्यायो? माओवादी आन्दोलनले खासै परिवर्तन त केही पनि ल्याएन। अब यसो क्रान्ति भयो, अलिअलि भौतिक संरचनाहरू बनेका थिए देशमा, विकास अलिअलि भएको थियो, त्यो कुरो भत्कियो। खासै म चाहिँ तात्विक राम्रो चेन्जेस त केही पनि देख्दिनँ। तर जुन हिसाबले चाहिँ म्यानिपुलेसन गरिएको थिए, अब देशमा क्रान्ति हुन्छ, धनी र गरिब बिचको खाडल अन्त्य हुन्छ, सबैले बराबरी हक अवसर, अब सम्पत्तिको हक पाउँछन्, सबैले त्यो अनुसारको चाहिँ जीवनस्तर जिउँछन्, सबै कोही धनी कोही गरिब ठुलो सानो हुँदैन भने जस्तो कुरो थियो। तर त्यो केही पनि भएन। त्यो भन्नेलाई नारामा मात्रै सीमित भयो। लास्टमा चेन्जेसमा केही पनि आएन। बिचरा उही प्रचण्डलाई र बाबुरामहरू यिनीहरू 5-7 जना यही माओवादीका नेतालाई धनी बनाउने भए खासै काम चाहिँ केही पनि देख्दिनँ म चाहिँ माओवादी क्रान्तिको। अनि अर्को प्रश्न हजुरलाई सोध्न गइरहेको छु म, तपाईँलाई माओवादी किन मन पर्दैन अनि काङ्ग्रेस रोज्नु कारण के हो? होइन, काङ्ग्रेस त अब पारिवारिक रूपमा नि काङ्ग्रेस भयो र अर्को कुरो डेमोक्रेटिक पार्टी बिपीको सिद्धान्त पढेर काङ्ग्रेस भयो हो। यो शेरबहादुर देउबा यो अरू कोही राजनीतिक नेताको अनुमान हुनलाई यिनीहरूको पछि लागेर काङ्ग्रेस भएको चाहिँ होइन। म हेर्नुहोस्, हामी पारिवारिक लिगेसीको रूपमा पनि डेमोक्रेटिकहरू हौँ। हामी प्रजातन्त्र मन पराउँछौँ। अब त्यो हिसाबले डेमोक्रेटिक पार्टी काङ्ग्रेसै नेपालमा अलिकति राम्रो भएको हिसाबले, पुरानो पनि पार्टी, सबै वर्ग क्षेत्रलाई समेटेको पार्टी। अब त्यो हिसाबले काङ्ग्रेसमै झुकाव भयो। कम्युनिस्ट मन नपर्ने भन्दा पनि अब मलाई मन नपरेर त हुने केही पनि होइन। धेरै मान्छेको आस्था झुकाव त्यसमा पनि छ। मार्क्सवाद लेनिनवादप्रति पनि छ। म कसैको वादलाई कसैको आस्थालाई माथि चोट पुर्याउने गरी त भन्न चाहन्न। तैपनि मलाई व्यक्तिगत रूपमा कम्युनिस्ट र कम्युनिस्ट विचारधारा, कम्युनिस्ट के हुन्छ भने भनाइ एक थरी गराइ एक थरी हुने, लास्टमा रिजल्ट अर्को आउने भएको कारणले म खासै फेसिनेटेड छैन त्यो फिल्डमा। अनि राष्ट्रपतिको ठाउँमा हजुर, श्री 5 राजसंस्था हुनुपर्छ भन्नुहुन्छ, यसको कारण के हो? होइन, राष्ट्रपतिको ठाउँमा राष्ट्रपति भनेको दलका मान्छे, दलबाट गएका मान्छे राष्ट्रपति भए नेपालमा। अब दलबाट गएका मान्छेले दलको इन्ट्रेस्टमा काम गर्ने भए। अब राजा भइदिया भए चाहिँ एउटा अलिकति देशको मियोको रूपमा र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अलिकति एउटा सान इज्जत पहिला पनि थियो होइन। अब त्यो हुन्थ्यो कि भन्ने आश हो। तैपनि अब त्यो भने सेरिमोनियल पद हो, खासै त्यति एक्जिक्युटिभ पावरवाला पद चाहिँ होइन। राष्ट्रपति भए पनि, सेरिमोनियल राजा भए पनि। तर राष्ट्रपति हुनुभन्दा चाहिँ सेरिमोनियल राजा हुनु हाम्रो देशको लागि चाहिँ माटो सुहाउँदो चाहिँ त्यो हो कि जस्तो लाग्छ। सबै आस्था, धर्म संस्कृति सबैलाई समेट्ने गरी राजा त सबैको साझा हुन्छन् भन्ने हिसाबले राजा नै भएको बेटर हो कि जस्तो लाग्छ। अनि अर्को प्रश्न, मधेस तराई र विभिन्न सांस्कृतिक पहिचानको विषयलाई तपाईँले कसरी हेर्नुहुन्छ? अब यो तपाईँलाई भने जस्तै माओवादीकै पालामा सुरु भएको यो सांस्कृतिक पहिचान चाहिँ लिम्बुवान, थरुवान, यो के अरे तामसालिङ भनेर विभाजन गर्ने, फुटको राजनीति गर्ने होइन। हरेक मान्छेलाई चाहिँ तिमीहरूले आफ्नो पावर, आफ्नो एउटा ल्यान्ड माग्नुपर्छ, यसरी गर्नुपर्छ भनेर विभाजनकारी मती चाहिँ त्यो जनतालाई घुसाइदिएको यिनीहरूकै कारण हो। त्यो कारणले नै मलाई कम्युनिस्ट, स्पेसली माओवादी यो विभाजनकारी यस्ता खाले यो अधिकार दिनेको नाममा होइन, लिम्बुवान खम्बुवान यो चिजले कहिले पनि मेलमिलाप र राष्ट्रमा चाहिँ राम्रो रिजल्ट दिनै दिएन कि यो चिज भयो। अर्को कुरो, तपाईँले मधेस भन्नुभयो। मधेस भन्ने शब्दप्रति मलाई खासै लगाव छैन। म चाहिँ तराई भन्छु। मलाई चाहिँ तराई भन्नै मनपर्छ। हिमाल पहाड तराई भन्छु म होइन। यो शब्द पनि, यो मधेस भन्ने शब्द पनि अलिकति आफैमा अलिकति विखण्डनकारी हो कि जस्तो लाग्छ मलाई। किन भन्दाखेरि मिलेर बसेको हिमाल पहाड तराई होइन, तराईका चामलमा पहाडको तरकारी मुछेर
हिमालको पानीसँग टक्क मजाले त्यसरी खानुपर्छ भन्ने खालको हाम्रो नीति हुन्थ्यो, त्यो अनुसारको सोच हुन्थ्यो, मिलेर पनि बसेका थिए, सबै डाइभर्सिफाई देश थियो, जात जाति भाषा धर्म जे भए पनि कहिले केही विवाद भएन, एक सूत्रमा बाँधिएको थियो। तर अब यस्तै चिजले यही विभेदकारी नीतिहरू, नयाँ चेन्जेस, अर्काको देखासिखी होइन, त्यसले गर्दाखेरि अलिकति बिग्रिया छ यो चिज। अनि अर्को, नयाँ र पुराना दुवै नेताप्रति विश्वास छैन भने नेपालको नेतृत्व कसले गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई? होइन, नेपालको नेतृत्व नेपालीले गर्नुपर्छ। नयाँ र पुराना पनि सबैमा होइन, नयाँ र पुरानाको पनि लगभग रिजल्ट ओरिएन्टेड अलिकति काम गर्न चाहने भएनन्। अब हाम्रो देशमा तपाईँको के पनि हुनसक्छ भने ठुला दुई राष्ट्रहरूको बिचमा छौँ हामी, त्यो हिसाबले सबै कुरो आफूले इन्ट्रेस्टले काम गर्न खोज्दाखेरि अलिकति अन्तर्राष्ट्रिय दबाव प्रभाव पनि हुन्छ कि जस्तो लाग्छ मलाई, किनभने त्यो पोजिसनमा हामी पुगेका छैनौँ। हामीलाई गाली गर्न मात्रै सजिलो हुन्छ होइन, नेताले नचाहे पनि होइनन् होला, चाहे होला नि, तर चाहँदा पनि कतिपय कुराहरू आफूभन्दा ठुला शक्ति राष्ट्र छिमेकीहरू हुँदाखेरि आफ्नो इन्ट्रेस्टमा नहुने, उनीहरूको पनि इन्ट्रेस्ट बुझ्दिन पर्ने भएको कारणले सबै कुरो जनताले चाहे जस्तो गर्न नसकेका पनि होलान्, त्यो पनि शङ्काको सुविधा दिउँ होइन। तर पनि नेपालमा अलिकति गाह्रो चाहिँ ठ्याक्कै राज्यले आफ्नो हिसाबले आफ्नो इन्ट्रेस्टले गर्न चाहे जस्तो चाहिँ गर्न गाह्रै छ चाहिँ। अहिले बालन शाहलाई पनि प्रेसर होला, त्यो भन्न मिल्दैन मिडियामा, तैपनि आफ्नो इन्ट्रेस्टले आफूलाई मन लागेको चिज सर गर्दै जानलाई कसैले पनि अवरोध नगरिकन दिने वातावरण छैन। हेर्नु, सानो सानो अवरोध निस्किन्छन्, त्यो सबै ठाउँमा हुन्छ प्रायः जसो होइन। नयाँ र पुरानाले, नयाँमा पनि खासै त्यस्तो धेरै ऊ छैन, त्यो अनुसार जस्तो मर्निङ सोज द डे भने जस्तो डेमा के अरे बिहानले एउटा दिनको सङ्केत गर्छ भने जसरी देखिए अनुसार चाहिँ अलिकति केही हुँदैन कि जस्तो निराशा छ, त्यस्तो नहोला। अब बिस्तारै गर्दैछन्। अब नयाँ 5 वर्ष कमसेकम काम गर्न दिउँ होइन, बिचमा खबरदारी गर्दै गर्दै झकझगाउँदै यस्तो होइन यस्तो हो भन्दै सबैले एउटा राम्रो पृष्ठपोषण दिएर काम गर्न दिउँ। अब अहिलेको लागि आशा यही नै हो, नयाँ यही नै हो होइन, जानेको बुझेको यही नै टिम हो। त्यो भएर यसैलाई अहिले साथ दिएर अलिकति सबैले सपोर्ट गरेर जानुपर्ने देख्छु म चाहिँ। अनि अर्को, नेपाली युवाहरू विदेश किन जान्छन्? यसलाई रोक्न के गर्नुपर्छ हजुरले? के छ? हजुर, नेपाली युवाहरू विदेश किन जान्छन् भन्ने विषयमा चाहिँ अब नेपाली युवाहरू प्रायः अवसरको खोजीमा विदेश जान्छन्। हेर्नुहोस् होइन, अवसरको खोजीमा गइरहेछन्। अवसरमा नेपालमा अब 15,000 20,000 30,000का लिमिटेड जागिर भएका छन् भने अब विदेशमा गएर त्यही खाले काम अथवा त्योभन्दा सजिलो काम गरेर 70-80,000 कमाउन सकिन्छ भने किन यहाँ बस्नु? सजिलो काममा 1-2 वर्ष आफ्नो देशबाट छोडेर जान्छु, अलिकति एक्सपोजर विदेशको पनि के कसरी चाहिँ हेर्छु, फर्केर आउँदा सिप लिएर आउँछु, सोचेर आउँछु भनेर जानेहरूसँग त केही ऊ छैन। तर कतिपय मान्छेहरू अहिले नेपाल पर्मानेन्टली छोडेर नेपालमा भएको घर घडेरी जग्गा, आफ्नो पिता पुर्खाले खाइ नखाइकन घाँस कटाएर जोडेका जमिनहरू पनि कौडीको भावमा बेचेर होइन, अमेरिका अस्ट्रेलिया जस्ता देशहरूमा एउटा फ्ल्याट, एउटा सानो 2 BHK घर किनेर करोडौँ लगानी गरेर त्यसरी बसेका पनि छन्। नेपालको नागरिकता लात हानेर त्यागेर पनि त्यसरी बसेका मान्छेहरू पनि छन्। अब ती खाले चाहिँ के विदेशसँगै गयो मलाई थाहा छैन। हेर्नुहोस्, अब ती मान्छे मलाई जहाँसम्म लाग्छ फर्केर आउँदैनन् पनि होइन। जो मान्छे दुबई, कतार, यो कोरिया यस्ता देशहरू क्षणिक समयको लागि कमाउनलाई गएका छन्, ती मान्छे फर्केर आउँछन्। फर्केर आउँदै गर्दा केही नयाँ ज्ञान सिप र केही विदेशी रकम पनि देशमा लिएर आउँछन्। केही न केही आफ्नो जीवनस्तर उकास्नलाई उनीहरूले केही न केही भूमिका खेल्छन्। म चाहिँ यो देश जानेहरूलाई बढी सम्मान गर्छु। र विदेश जाने काम अब हामीले रोक भनेर नि हुँदैन। हामीले नेपालमा नयाँ अपर्च्युनिटी, नयाँ आकर्षणका चिजहरू दिन सक्नु पऱ्यो। अब त्यो कुरालाई समय लाग्ला होला भन्ने अपेक्षा गरौँ अब अहिलेलाई। अनि नेपालका तपाईँलाई मनपर्ने 4-5 जना व्यक्तिहरूको नाम लिनु पर्यो भने को लिनुहुन्छ? अब नेपालमा अब धेरै सेक्टरमा हुनुहुन्छ, जस्तो चिकित्सा क्षेत्रमा हुनुहुन्छ डाक्टर भगवान कोइराला मलाई अत्याधिक मनपर्ने मान्छे हुनुहुन्छ। मैले पर्सनली भेटेको छैन। डाक्टर बसन्त पन्त, जुन हिसाबले मैले उहाँको इन्टरभ्यूहरू यताउता हेरेको छु, अत्यन्तै पोजिटिभ देशको लागि केही गरौँ भन्ने डाक्टर हुनुहुन्छ। अब नेतृत्व पनि गर्न सक्नुहुन्छ पर्या खण्डमा। चिकित्सा क्षेत्र, स्वास्थ्य क्षेत्र तपाईँले हेरिदिनु पऱ्यो भन्दाखेरि डाइनामिक तरिकाले हेरिदिन सक्नुहुन्छ उहाँहरूले। अहिले रिसेन्टली भगवान कोइराला डाक्टर साहबले बच्चाको लागि राम्रो हस्पिटल बनाउनु भएको छ, त्यो पनि एउटा अनुकरणीय र हामीले सराहना गर्न पनि चिज जस्तो लाग्छ। पत्रकारमा भूषण दाहाल हुनुहुन्छ, डाइनामिक लाग्छ मलाई, धेरै नै ट्यालेन्टेड मान्छे, डाइनामिक, नेपाल बुझेको, नेपालको सबै खालका काल परिस्थितिसँग चाहिँ उहाँको केही न केही रूपमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा उहाँको त्यो दखल, त्यो ज्ञान सिप देख्छु म उहाँकोमा। अनि त्यहाँबाट गएर अरू पनि धेरै हुनुहुन्छ। अब कलाकारिता क्षेत्रका निज शाहजीहरू हुनुहुन्छ। अरू विदेशमा बसेर चाहिँ तपाईँको हार्वर्ड लगायत अरू
युनिभर्सिटीहरूमा चाहिँ प्रोफेसर भएर ठुला ठुला पोस्टमा होइन तपाईँको त्यसरी काम गरिरहनु भएका मान्छेहरू पनि हुनुहुन्छ जसलाई हामीले मिडियामा रेगुलर देख्दैनौँ। त्यस्ता मान्छेहरू धेरै छन्। हेर्नुहोस्, देश साँच्ची नै बनाउनु पऱ्यो भन्ने चाहनेहरू धेरै हुनुहुन्छ। अब 4-5 जना यसरी भन्न चाहिँ अलिक गाह्रै हुन्छ। अनि अर्को प्रश्न हजुरलाई, नेपालमा धर्म, संस्कृति र चाडपर्वहरू एकअर्कासँग मिसिँदै गएका छन्, यसलाई तपाईँ कसरी हेर्नुहुन्छ? मिसिँदै भन्दा नि यो विकृत भएको छ आजभोलि होइन। विकृत कसरी भइरहेछ भनेदेखि तपाईँको हाम्रो जस्तो अहिले साउनमा मासु खानु हुँदैन होइन, साउनमा चाहिँ यो बार्नुपर्छ, हातमा त्यो हरियो मेहन्दी लाउनुपर्छ, चुरा लाउनुपर्छ भन्ने खालका चिजहरू होइन, जबरजस्ती बिजनेसको रूपमा आयातित हिन्दी टिभी सिरियलले देखाएको चिजहरू संस्कृति बन्दै गइरहेछ। तपाईँको तिज पनि भड्किलो दारूसारू खाने, तपाईँको पार्टी प्यालेसमा नाच्ने ओर्ने होइन, दुनियाँ दिवाना अलिकति उत्ताउलोपन आइरहेछ हरेक चिजमा। दसैँ दशहरा, तपाईँ फागु पूर्णिमा, ल अहिले होली भनेर फागु पूर्णिमाको अस्तित्व नै समाप्त होला जस्तो भइसक्यो होइन। फागु पूर्णिमा भन्दा अहिलेको जेनेरेसनले बुझ्दैनन् के हो र फागु पूर्णिमा, वाट इज दिस भने जस्तो भइसक्यो होइन। तिहारलाई दिवाली भनेर त्यो अलिकति अपभ्रंशित हुँदै गयो। बिहेमा पनि हाम्रो जुन हिसाबले बिहे हुन्थ्यो, महादीप बाल्ने भन्ने चलन हुन्थ्यो, फुलको डोली लाने भन्ने हुन्थ्यो, त्यो चिजहरू अहिलेका मान्छेलाई कथा आउँछन्। हेर्नुहोस्, हामी 90sकालाई हामीलाई थाहा छ, तर अहिलेका मान्छेहरूलाई त्यो चिजहरू कथा आउँछन्। अहिले तपाईँको मेहन्दी लगाउने भन्ने, अब एक दिन अघिल्लो दिन मेहन्दीको दिन भनेको छ। इन्डियन कल्चरहरू होइन, इन्डियन पनि हिन्दू नै हुन्, तर उनीहरूको हिन्दू रिचुअल र हाम्रो रिचुअल फरक छ। उनीहरूभन्दा हामी पुरानो संस्कृति मान्छौँ। हेर्नुहोस्, यो चाडपर्व धर्म संस्कृतिमा उनीहरूभन्दा हामी ज्यादा सहिष्णु छौँ होइन। इन्डियामा तपाईँको राम नाम जपेर पुरा 2000-3000 मान्छेको जस्ता बनाएर हामी हिन्दू हो भनेर प्रमाणित गर्नुपर्छ भने हाम्रोमा त्यो छैन। हामीले त्यो गर्न पनि हुँदैन। हेर्नुहोस्, रामनामी ओढेर हातमा ठुलो स्वरले डिजे बजाउने, म्युजिक बजाएर ठुलो भगवान्को आरती, पूजा आरतीलाई चाहिँ दुनियाँले सुन्दिनँ भन्दा पनि सुन्नै पर्छ तैँले भने जस्तो चाहेर त्यस्तो जबरजस्त हिसाबले जान आवश्यक पनि छैन। हाम्रो हिन्दू भन्दा नि सनातन हौँ हामी, सनातन धर्म माने प्रकृति पूजक हौँ हामी होइन। त्यो हिसाबले हामी ढुङ्गालाई, माटोलाई, नदीलाई, खोलालाई पूजा गर्छौँ भने मान्छेलाई त सबै मान्छेलाई हामी समभाव राख्ने भयौँ, भाइचारा राख्ने भइहाल्यौँ। त्यो हिसाबले संस्कृतिमा विकृति भइरहेछ। त्यसको लागि 80-90 वर्ष हुनुभएका जान्ने बुझ्ने बुढापाकाहरू हुनुहुन्छ नि तपाईँका घरमा, हजुरबाहरू हुनुहुन्छ भने उहाँहरूलाई सोध्नुहोस्, उहाँहरूले पुरानो रिचुअल भनिदिनुहुन्छ, त्यही अनुसार फलो गर्नुहोस् ब्लाइन्डली। त्यो नै बेटर देख्छु म चाहिँ अहिलेको समयमा। ल, अर्को प्रश्न आयो हजुरलाई, नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीमा जानुपर्छ कि पर्दैन भन्ने के लाग्छ? होइन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नराम्रो प्रणाली होइन, तर नेपालमा समस्या के हुन्छ भने नेपालमा भाइरल मान्छेले चुनाव जित्छ। हेर्नुहोस् है, प्रत्यक्ष कार्यकारी चुनाव हुने बेलामा कोही मान्छे भाइरल, जस्तो दुर्गेश थापाको हामी हेरे भन्ने गीत चलाए बेला पऱ्यो भने दुर्गेश थापा राष्ट्रपति भइदिन्छ। दुर्गेश थापा हुनु हुँदैन भने होइन, मैले फेरि मलाई व्यक्तिगत रूपमा दुर्गेश थापासँग केही पनि गुनासो छैन। ऊ गायक होला, पर्फर्मर होला, के होला होइन, तर भाइरल मान्छे हुन्छ नि, जुन एल्गोरिदममा चलाए मान्छे छन्, त्यो मान्छेलाई नेपालको जनताको विवेक ठ्याक्कै भोट हाल्ने बेलामा चाहिँ एकदमै डल हुन्छ कि तपाईँको। विगत हेर्दैनन्, अलिकति स्टडी गर्दैनन्, लैमा हुइममा भोट हालिदिन्छन् कि तपाईँको। वर्तमान सरकारमा भइरहेछ। वर्तमान सरकारमा पनि अब तपाईँको ब्यालेन्स हेरेर 182 जनालाई हाल्यो नि त। 182मा तपाईँले हेर्नु त, वडा अध्यक्ष हुन लायक नभएका, एउटा सामान्य प्राइभी स्कुलको मास्टर हुन लायक नभएका मान्छे सांसद भएर आछन्। सांसद र संसदको फरक थाहा छैन तिनीहरूलाई, के भन्दा के गर्ने भने हो। त्यस्ता मान्छेहरू देख्दा चाहिँ अब जनताले विवेक गुमाएको होइन, जनताले अलिकति को सही को गलत भनेर छुट्याउन नसकेको होइन, एउटा हुइममा बगेको जस्तो देखिन्छ। म जनतालाई पनि त्यही अपिल गर्छु, अलिकति हेरेर हाल्ने गर्नु भोट चाहिँ। ल किरणजी, अन्त्यमा नेपाली जनतालाई तपाईँको मुख्य सुझाव के छ? सुझाव यही हो, अब देश बन्दैन, देश बनेन, खतम भयो, सिद्धियो भनेर बिहान बेलुकै शराब नि धुप हाल्नु भन्दा पनि रचनात्मक सहयोगहरू गरौँ सरकारलाई होइन। कर्मचारी ब्युरोक्रेट्सले पनि अलिकति सेवाग्राहीलाई अलिकति खुसी पार्ने गरी जाउँ। मेन कुरो जनता आफै अलिकति अनुशासित, सभ्य र एकले अर्कालाई सहयोग गर्ने, भाइचारामा मान्ने, अनि त्यहाँबाट गएर तपाईँको वसुदैव कुटुम्बकमको नीतिलाई मनैबाट मान्ने भएर जानुपर्छ। अराजकतालाई प्रश्रय दिने, बिहानै बेलुकै मुख छाड्ने, गाली गर्ने, जसले जे भने पनि सराप्ने गरेर चाहिँ नेपाल मात्रै होइन कुनै पनि मुलुक बनाए छैन, बन्दैन पनि। त्यसको लागि पहिला नेता त यसै राम्रो चाहियो, नेता राम्रो छान्नै पर्यो। त्यसको लागि अलिकति स्टडी गरेर को ठिक को बेठिक, पार्टी साटी भन्दा, व्यक्ति शक्ति भन्दा पनि फ्युचरमा देशको पोटेन्सियल के हुनसक्छ भनेर हेर्न सक्नु पर्यो र उसको विगतमा के कसो गरेको छ, कति क्यापेबल हो मान्छे होइन भनेर सुन्न जान्न पर्यो। त्यति गर्न सकियो भनेदेखि जनताले पनि राम्रोसँग तपाईँको मान्छेलाई चुज गर्न सक्यो भने देश बिस्तारै अगाडि बढ्छ, विकास पनि हुन्छ। धन्यवाद किरणजी, हजुरलाई आफ्नो महत्त्वपूर्ण टाइम दिएकोमा। हजुर, धन्यवाद, थ्याङ्क यू सो मच।